हाय हाय मम्मीको बच्चा मेरो जेठो छोरा मेरो सानो छोरा र साथीहरूमा आएँ है आज छोराहरूसँगै आएको छु। खास के हो भने मलाई रिसेन्टली मैले एउटा कुरा सुने, त्यो कुराले मलाई कस्तो कस्तो लाग्यो कि, अनि त्यही भएर तपाईँहरूसँग सेयर गरौँ भनेर है। मलाई धेरै आइडिया नभएको पनि हुनसक्छ, मैले सुनेको यो कुरा होइन। के हो त भन्दाखेरि सासू ससुरा बाउआमा बित्दाखेरि भनौँ न होइन, बाउआमा बित्दाखेरि त आफ्नो छोराछोरीले जो आफ्नो कोखबाट जन्मेको हुन्छ नि, आफ्नो रगतबाट जन्मेको छोराछोरीले बस्ने हो नि त। स्पेसली छोराहरूले चाहिँ बसिरहेको हुन्छ होइन, छोराहरूले पनि बसिरहेको हुन्छ, छोरीहरूले पनि बसिरहेको हुन्छ। अनि मैले के सुने भनेदेखि आमा बाउ बित्दाखेरि, आमा अथवा बाउ बित्दाखेरि चाहिँ छोराले बारेन भने बुहारीले बार्दा हुन्छ अरे कि। यदि छोराले चाहिँ कामसाम अब त्यस्तै बिजी छ अथवा घरमा नबस्दा केही छ होइन, नभ्याउने छ, मिलेन भने चाहिँ बुहारीले बस्दा पनि पितृत्व अट्छ अरे कि। अनि त्यो कुरा चाहिँ मलाई कस्तो लाग्यो भने नि, कि छोराले जस्तो पितृ कार्य भनेको त आमा बाउको लागि भनेको त जो आफ्नो रगतबाट जन्मेको छ, आफ्नो कोखबाट जन्मेको छ, त्यो बच्चाले बस्ने हो नि त। बुहारी पनि घरको सदस्य हो, त्यो होइन भन्न खोजेको होइन, फेरि यसले अर्को अर्थ नजाओस्। बुहारी पनि घरको सदस्य हो, घरको सदस्य हो, घरको एउटा इम्पोर्टेन्ट पर्सन हो। उसको त उसले त झन् आफ्नो घर छोडेर घरै भनेर बस्या हो, तर ऊ अर्को कोखबाट जन्मेको हो नि त, अर्को रगत हो नि त। जो बितेको छ उसकै रगत होइन नि त। अनि मलाई लागेको, मैले धर्मशास्त्र नबुझेको पनि हुनसक्छ होइन, मैले त सुनेको चाहिँ मलाई कस्तो पचेन कि होइन। बुहारीले पनि बार्नुपर्छ, हाम्रो संस्कार हो, गर्नुपर्छ, तर बाउआमाको चाहिँ त्यो हुन्छ नि सबै कुरा बार्ने कुरा कि, खानेकुरादेखि सबै बार्ने कुरा छोराले नबार्दा हुन्छ, छोराले मिल्दैन भने नबार्दा हुन्छ, बुहारीले बार्दा हुन्छ अरे। त्यस्तो पनि हुन्छ भने पहिला त छोरा हो नि होइन, त्यसपछि बुहारी हो नि। अनि बुहारी त त्यही बाउआमाको कोखबाट जन्मेको होइन नि त, रगत होइन नि त, ऊ त अर्कैको कोखबाट जन्मेको अर्कैको छोरी हो नि त। फेरि यसमा चाहिँ छोरी भनेको बुहारी होइन, बुहारी भनेको छोरी होइन भन्ने कुरा होइन कि। बुहारी भनेको बुहारी हो, छोरी भनेको छोरी हो। एउटा कोखबाट निस्केको भने कोखबाट निस्केको हो, ननिस्केको भने ननिस्केकै हो। मान्छेले पत्याउन गाह्रो होला, सुन्न नराम्रो लाग्यो, तर त्यही नै हो। तर के हो त बुहारीले पनि छोरी जत्तिकै माया चाहिँ गर्छ, त्यो हो क्या फरक। अनि एउटै कोखबाट त्यही कोखबाट जन्मे त एउटै कहाँ हुन्छ त भनेको के, 9 महिना राख्ने नराख्ने भन्ने कुरा। म पनि त केटी मान्छे हो, म पनि बुहारी हो नि त, म चाहिँ यो कुरा भन्छु कि हो कि होइन भन्नु त। छोराले नबार्ने रे, आफ्नो कोखबाट निस्केको आफ्नो सन्तानले नबार्ने रे, अनि अर्का कोखबाट निस्केको सन्तानले बारिदियो त्यो पितृत्व अट्छ त, त्यो चोखो भयो त।